So hey guys, welcome back to my another video. हामीहरु अहिले गोजे पोखरीमा छौं। मेरो एरियाको धेरै फेमस छ। यसमा केटीहरु पनि आउँछ। अलि पर्सनल कुरा त त्यही भएर लुकेर भने। सो यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ छठ पूजाको लागि टेन्ट बनिरहेछ। जसमा हाम्रो अविनाश यहाँ नाच्छ लौन्डा भनेर। यो गोजे पोखरी राम्ररी हेरिहाल्नु तपाईहरु। अहिले बत्ती बलिरहेको छैन राम्रोसँग पछि गयो। राति भएर सिक्का बत्ती बल्दैन। यो देखिन्छ भवाल मन्दिरको। तपाईले के लाग्यो यो दुवैजना हेरेर लभरीका छनको जोरी याद आइहाल्यो मलाई। सुत्योस् एकदम बवाल छ। तपाईहरुलाई यहाँ त्यो डेङ्गी सेङ्गी के साथ अगाडि हिँड्नु तपाईहरुलाई म मन्दिर देखाउँछु। पूजा पाठ गरेर लैदे कति बडा भक्ति वाला। हामीहरु गधा नै त मतलब मन्दिर हेरिसकेका छौं। अब के एउटा दुईटा फोटो सुट गर्यो। अब मेरो दाइको बिहे गराइदिनु पर्यो कि भिडियो बनाउने। यो हाम्रो एरियाको धेरै फेमस ठाउँ हो जुन गोजे पोखरी भनेर चिन्ने गरिन्छ बढी। कुछ सोच ले तो पथारी आदमी की देखते देखो यार डेंगी। यो सानो तिनो डेङ्गीहरु चल्दै रहन्छ हाम्रो एरियामा। सो अझ पनि छ धेरै छ। लगभग 4वटा डेङ्गीहरु छ। यहाँ साइडमा छ क्याफे। तपाईहरु आएर चिया खानुहुन्छ। अब हामीहरु लागे अलिकता भिडियो सुट गर्नको लागि मेरो त्यो छिनार भैयाको लागि। फोटो कहाँ खिच्ला बुटा? हामीहरु फाइनली एक राउन्ड हानिसकेका छौं गोजे पोखरीको। कहाँले बिहा गर्छ? माल सब एक राउन्ड आउट मारे चलवा न बेगेलै ओइ बा के बेगेली त। लगाइ आजको लागि यति नै। गोजे पोखरी राम्ररी हेरिहाल्नु तपाईलाई। यो भिखारी मान्छे पनि यहाँ उभिएको छ।